नमस्ते, म तपाईँहरूकै कोरियन भाषा प्रशिक्षक अश्विन सापकोटा, अभान्ते कोरियन भाषा केन्द्र गङ्गबु काठमाडौँबाट। मैले अघिल्ला भिडियोहरूमा पनि इपिएस शाखाले राखेको नयाँ आन्जन सम्बन्धित प्रश्नहरू केही प्रश्न चाहिँ मैले अपलोड गरिसकेको छु। तर के भइदियो भन्दा ती प्रश्नहरू चाहिँ 3 प्रकारको छ। इपिएस शाखाले राखेको पिडिएफमा ती प्रश्नहरू चाहिँ 3 प्रकारको छ। त्यसमा चाहिँ पछाडिपट्टि अथवा त्यो प्रश्नको इन्डिङमा अथवा त्यो उत्तरको इन्डिङमा चाहिँ 1, 2, 3 गराएको छ नि त। हो, त्यो चाहिँ किन भन्दा राखेका सबै प्रश्नहरूमध्ये 1 गराइएको प्रश्न चाहिँ अथवा 1 लेखिएको प्रश्न चाहिँ अरूभन्दा सबैभन्दा सजिलो भन्ने बुझ्नुपर्छ र 2 चाहिँ त्योभन्दा गाह्रो, 3 चाहिँ भएका प्रश्नभरिमै सबैभन्दा गाह्रो प्रश्नहरू चाहिँ 3 हो। र इपिएस शाखाले पिडिएफ माथिपट्टि चाहिँ के लेखेको छ भन्दा E9 भिजाको लागि शीर्षक 1 गराइएको प्रश्न पढे पनि खासै फरक नपर्ने अथवा त्यति मात्रै सोधे पनि खासै फरक नपर्ने भनेको छ। तर फरक नपर्ने भन्नुको अर्थ सोधिँदैन भन्न खोजेको चाहिँ होइन। प्रश्नहरू 1 को 2 को 3 को नि आउन सक्छ। तर 1, 2, 3 लाई एकै पटक एउटै भिडियोमा अथवा 1, 2, 3 नै एउटै भिडियोमा बोल्न थाले भने चाहिँ अलिकति छरपष्ट हुने अथवा नमिल्ने खाको भएको हुनाले मैले 1 शीर्षकका सबै प्रश्न एउटा भिडियो अनि 2 शीर्षकका सबै प्रश्न हो त्यसरी गर्ने एउटा सोच बनाएको छु। र तपाईहरू आफ्नो छागिसोगे त तयारी गरिसक्नु भएको छ होला। आफ्नो छागिसोगे चाहिँ क्लियरली रूपमा समयमै भ्याउने गरी बनाउनु होला। टिकटकमा, युट्युबमा र फेसबुकमा अरूले भनेको छागिसोगे राम्रो लागेर आफ्नो छागिसोगे परिवर्तन गर्छु भन्ने सोच्नुभयो भने अन्तिममा आएर पुरानो पनि र नयाँ पनि मिक्स भएर चाहिँ अल्झिने अथवा इन्टरभ्यू फेस गर्दा चाहिँ अकमकिने हुनसक्छ। आफ्नो जे छ त्यही नै भन्नुहोस्, परिवर्तन गर्न नथाल्नुहोस्। तपाईँको अरूको भन्दा फरक पनि हुनसक्छ, फरक भएको राम्रो पनि हो। ल, आज चाहिँ हामी यो प्रश्नहरू चाहिँ 1 शीर्षक बनाएको प्रश्नहरू, जुन प्रश्नको पछाडि चाहिँ यसरी 1 लेखेको थियो नि, हो त्यो 1 शीर्षक बनाएका प्रश्नहरू चाहिँ जम्मा 23 वटा छन्। त्यो प्रश्न चाहिँ हामी आज अब गर्न गइरहेका छौँ र पहिला 1 को सकाएपछि फेरि 2 को पनि यसरी नै पिडिएफ बनाएर अनि 3 को पनि त्यसरी नै बनाएर गर्नेछौँ। र तपाईहरूलाई मैले कसैले चाहिँ यो माथिको चित्रको नाम त अब सबैलाई थाहा नै हुन्छ, जस्तै अब यो नोङचुक सानब अथवा छेजो अप छ नि, हो यो चित्रका नामहरू र यसको अवधिहरू पनि सोधिहाल्यो भने भन्नुभएको छ। म सम्भव भए त्यो अवधि पनि बनाएर तपाईहरूलाई भिडियो बनाएर राख्नेछु। आज भने हामी सुरक्षा सम्बन्धित प्रश्नहरूको 23 वटा प्रश्नमध्ये ती प्रश्नहरूलाई चाहिँ हल गर्न गइरहेका छौँ। ल यहाँनिर हेर्नु, आन्जन थेहे छिल्मुन भनेको छ। सुरक्षाको बारेमा प्रश्न। आन्जन भनेको सुरक्षा, नाउन प्लस थेहे भनेको बारेमा, को बारेमा, छिल्मुन प्रश्न। ल, सबैभन्दा पहिलो प्रश्न छ फोहोगुगा मुअसिनगायो भन्छ। सुरक्षित साधन भनेको के हो? फोहोगु सुरक्षित साधन भनेको के हो? मान्छेले लगाउने, काम गर्ने व्यक्तिले लगाउने सुरक्षित साधन भनेको के हो भन्ने सम्बन्धमा छ। ल, छागप चुङ भनेको चाहिँ कामको क्रममा, छागप भनेको काम, जुङ भनेको क्रम अथवा मध्यमा, फाल्सेङ हाल्सु इन्धन देखा पर्न सक्ने अथवा सेङ्गिल्सु इन्धन भने पनि भयो। कामको क्रममा देखा पर्न सक्ने विहमुरो बुद्ध भनेको खतराहरूबाट, काम गर्दै गर्दा काम गर्ने व्यक्तिलाई उत्पन्न हुने खतराहरूबाट छागप चाहे काम गर्ने व्यक्तिको सिन्छेरुल अथवा मोम, शरीर भनेको चाहिँ शरीरलाई फोहो हागी उइहे सुरक्षित गर्नको लागि छाग्युङ हागना लगाउने अथवा सायोङ हानुन प्रयोग गर्ने छाङबी भनेको उपकरण, नाइना अथवा योङफुम भनेको सामग्री हो रे। ल, यो प्रश्नलाई तपाईहरूलाई सोध्यो भने फोहोगुगा मुअसिनगायो भनेर सोध्छ। यो त एकदमै सिम्पल पहिलो प्रश्न, सबैलाई नै थाहा छ होला, पढिसक्नुभयो होला। छागपचुङ काम गरिरहेको बेलामा फाल्सेङ हाल्सु इन्धन देखा पर्न सक्ने विहमुरोबुथ खतराबाट छागप चाहे काम गर्ने व्यक्तिको सिन्छेरुल शरीरलाई फोहो हागी उइहे सुरक्षित गर्नको लागि छाग्युङ हागना प्रयोग गर्ने अथवा सायोङ हानुन, अथवा छाग्युङ हादा भनेको लगाउने अथवा सायोङ हानुन प्रयोग गर्ने छाङबी उपकरण, नाइना अथवा योङफुम भनेको सामग्री हो भनेर सर भन्न सक्नुहुन्छ। त्यसै गरी दोस्रो प्रश्नमा जाउँ। दोस्रो प्रश्न रहेको छ मरिरुल फोहो हागी उइहे, जुन टाउको सुरक्षा गर्नको लागि, मरी भनेको चाहिँ टाउको सुरक्षा गर्नको लागि
छाग्योङ हानुन प्रयोग गरिने अथवा लगाइने फोहोगुनुन सुरक्षित साधन चाहिँ मुसिनगायो के हो भनेर भन्छ। हाम्रो शरीरको टाउको भागमा जस्तै सबै अङ्गहरू सुरक्षित गर्न लाउने जुन सामग्रीहरू फरक फरक छन्, जस्तै टाउको लागि आन्जन मो लगाइन्छ, शरीरको लागि आन्जन बोक लगाइन्छ, त्यस पछाडि खुट्टाको लागि आन्जन हुवा लगाइन्छ, हातको लागि छाङ्गा पन्जाहरू लगाइन्छ। हो ती सबै मध्ये चाहिँ एउटा प्रश्न के रह्यो भन्दा चाहिँ मरिरुल फोहो हागी उइहे टाउको सुरक्षाको गर्नको लागि छाग्योङ हानुन लगाउने फोहो गुनुन सुरक्षित साधन चाहिँ मुसिनगायो के हो रे। ल हेरौँ है, मरिरुल फोहो हागी उहे सनुन टाउको सुरक्षा गर्नको लागि चाहिँ आन्जन मोरुल सुरक्षित टोपीलाई छाग्योङ हे हामीदा लगाउनै पर्छ अथवा लगाउनु पर्छ, किनकि सुरक्षित साधन लगाउने कुरा चाहिँ अनिवार्यताको कुरा हो। त्यही भएर अया आया भन्ने ग्रामर लागेको छ। मरिरुल फोहो हागी उहे सनुन टाउको सुरक्षा गर्नको लागि आन्जन मोरुल छाग्योङ हे हामीदा सुरक्षित टोपी लगाउनु पर्छ। आन्जनमो छाग्योङ सी एनुन आन्जनमो सुरक्षित टोपीको छाग्योङ प्रयोगको सी भनेको समयमा, एनुन समयमा चाहिँ, थक भनेको चिउडो अथवा यहाँनिर हाम्रो दारीमा पर्ने भाग यहाँनिरको चिउडोको, कुन भनेको डोरी उलरुललाई, छोया हामीदा जुन चिउडोमा पर्ने डोरीलाई चाहिँ कस्नुपर्छ। के चाहिँ भन्न खोजेको भने जस्तै हामीले हेलमेट लगाउँदा पनि त हेलमेट लगाइसकेपछि यहाँनिर त्यो पेटीलाई चाहिँ छिराएर कस्छ नि त, त्यस्तै सुरक्षित टोपी लगाइयो भने पनि त्यसको यहाँनिर घाँटीपट्टि अथवा चिउडोपट्टि पर्ने डोरीलाई चाहिँ राम्रोसँग कस्नुपर्छ भनेको। ल मरिरुल फोहो हागी उइहे छाग्योङ हानुन फोहो गुनुन मुसिनगायो भन्यो भने चाहिँ मरिरुल फोहो हागी उइहे सनुन आन्जन मोरुल छाग्योङ हे हामीदा सुरक्षित टोपी लगाउनु पर्छ। आन्जन मो छाग्योङ सिएनुन सुरक्षित टोपी लगाउने समयमा चाहिँ थक कुनुल छोया हामीदा जुन चिउडोको अथवा घाँटीमा पर्ने डोरीलाई चाहिँ कस्नुपर्छ। ल अर्को प्रश्नमा जाउँ। ल प्रश्न नम्बर 3 मा छ फिसाङ्गुगा मुसिनगायो। फिसाङ्गु भनेको के हो? फिसाङ्गु भनेको के हो भनेको छ। ल हामी पहिला यसको चाहिँ यो कलर चेन्ज गरौँ, रातोमा रातै भयो। ल यसले पनि देखिएला किनकि रातोमा रातैले अलिक कन्फ्युजन जस्तो भयो। ल हेर्नुहोस् है, 3 नम्बर प्रश्नमा चाहिँ फिसाङ्गुगा मुसिनगायो। फिसाङ्गु भनेको आकस्मिक डोर अथवा आपतकालीन अवस्थामा भाग्ने आकस्मिक डोर चाहिँ मुसिनगायो के हो भनेर भनेको छ। वाजे भनेको आग लागि, अब वाजेगा सेङ्गिदा फुरी नादा, त्यस पछाडि अब वाजेगा फाल्सेङ आदा, यस्तोलाई चाहिँ आग लागि भन्ने। छिजिन भनेको भूकम्प, आग लागि, भूकम्प, दुङ आदि। खाप्चाक सुरप्ता भनेको अकस्मात हुनु, खाप्चाक सुरउन भनेको आकस्मिक, सागोगा दुर्घटनाहरू, इरनासुल्ते भनेको उत्पन्न हुने बेलामा अथवा देखा परेको बेलामा। सिन्सोक हागे तीव्र गरी, सिन्सोक हादा भनेको चाहिँ तीव्र अथवा छिटो गरी। थेफी हाल्सु इन्नन, थेफी हाल्सु इत्तोरोक रहेछ है। थेफी हादा भनेको चाहिँ सुरक्षित स्थानमा जानु। वाजे आग लागि, छिजिन भूकम्प, दुङ आदि। खाप्चाक सुरउन आकस्मिक, सागोगा दुर्घटनाहरू अथवा घटनाहरू, इरनासुल्ते देखा परेको बेलामा। सिन्सोक हागे तीव्र गरी, थेफी हाल्सु इत्तोरोक सुरक्षित स्थानमा जान सक्ने गरी। मारेन्दोइन भनेको तयारी गरिएको। छुरिपको इम्निदा एउटा ढोका हो अथवा आउने जाने ढोका हो भनेर भन्यो। ल हामी चाहिँ प्रश्नको उत्तर गर्ने बेलामा चाहिँ नअड्किकन र क्लियर आवाजमा भन्नुपर्छ। जस्तै फोहोगुगा मुसिनगायो भन्यो भने चाहिँ वाजे छिजिन दुङ खाप्चाक सुरउन सागोगा इरनासुल्ते सिन्सोक हागे थेफी हाल्सु इत्तोरोक मारेन्दोइन छुरिपको इम्निदा भनेर सर र नअड्किकन भन्नु होला। अर्को प्रश्न हेरौँ, प्रश्न नम्बर 4 मा थेफी रोनुन भन्छ। थेफी आधा भनेको सुरक्षित स्थानमा जानु, रो भनेको चाहिँ बाटो। यो चाहिँ कहाँबाट बनेको भने चाहिँ थेफी आधा भब चाहिँ थेफी आधाको थेफी भन्यो भने चाहिँ सुरक्षित स्थानमा जानु। जस्तै अनि थोङ्नो भनेको बाटो, थोरो भनेको नि बाटो, खेङ्नो भनेको नि बाटो, खिल भनेको नि बाटो हो। यिनीहरूको चाहिँ यो रोको चाहिँ थेफिरो त्यसरी मिलेर बनेको है। थेफिरोनुन सुरक्षित स्थानमा जाने बाटो चाहिँ मुसिनगायो के हो भन्छ।
वाजे आगलागी, दुङ आदि, विगुप भनेको आकस्मिक, खिनगुप, सिनसोक, विगुप भन्यो भने चाहिँ आकस्मिक। वाजे दुङ आगलागी आदि, विगुप साङहाङी भनेको आकस्मिक अवस्थाहरू फाल्सेङ हेसुल्ते देखा परेको बेलामा छागपचागा काम गर्ने व्यक्तिले सिनसोक हागो तीव्र छिट्टो र आन्जन हागे भनेको सुरक्षित तरिकाले पाज्य नागादा भनेको चाहिँ बाहिर निस्कनु, पाज्य नागाल्सु इत्तोरक बाहिर निस्कन सक्ने गरी साजन भनेको चाहिँ मिरी है, मिरी अगावै, साजन भनेको चाहिँ मिरी अगावै, साजने भनेको अगावै, वाक्पो थैन भनेको सुरक्षित गरिएको अथवा तयारी गरिएको, इदोङ चलायमान आउने जाने गर्ने, खेङ्नो इम्निदा भन्यो भने चाहिँ मार्ग हो अथवा बाटो हो भन्छ। ल हेर्नु है, यहाँनिर मिलेन। जस्तै थेफिरोनुन मुहसिन गायो, सुरक्षित स्थानमा जाने बाटो के हो भन्दा वाजे आगलागी, दुङ आदि, विगुप साङहाङी आकस्मिक अवस्थाहरू इर नासुल्ते अथवा फाल्सेङ हेसुल्ते देखा परेको बेलामा छागपचागा काम गर्ने व्यक्ति सिनसोक हागो छिट्टो तीव्र र आन्जन हागे सुरक्षित तरिकाले पाज्य नागाल्सु इत्तोरक बाहिर निस्किन सक्ने गरी साजने भनेको अग्रिम रूपमा वाक्पोथैन सुरक्षित गरिएको अथवा तयारी गरिएको, इदोङ भनेको चलायमानको, खेङ्नो इम्निदा भनेको मार्ग हो अथवा बाटो हो, चलायमान हुन सक्ने भाग्न सक्ने बाटोलाई चाहिँ थेफिरो भनेर भनिन्छ। ल अब अर्को प्रश्न हेरौँ। 5 नम्बर प्रश्न छ, आन्जन फोगन फ्योजी। आन्जन भनेको सुरक्षा, फोगन भनेको स्वास्थ्य, सुरक्षा तथा स्वास्थ्य सम्बन्धित, फ्योजी भनेको साङ्केतिक चिन्ह। मुहसिनगायो के हो? जस्तै मान्छेको काम गर्ने व्यक्तिको सुरक्षा अथवा त्यसको स्वास्थ्यलाई बचाउनको लागि कस्ता चिन्हहरू हुन्छन् अथवा त्यो चिन्ह भनेको चाहिँ के हो त? कस्तो साङ्केतिक चिन्ह भनेको के त? सुरक्षा तथा स्वास्थ्य सम्बन्धित साङ्केतिक चिन्ह भनेको चाहिँ के हो भनेर भनेको छ। ल अब यहाँनिर हेरौँ है, आन्जन फोगन फ्योजीगा मुहसिनगायो भन्यो भने चाहिँ सुरक्षा तथा स्वास्थ्य सम्बन्धित साङ्केतिक चिन्ह चाहिँ के हो भनेर सोध्यो भने चाहिँ छागपचाङ भनेको काम गर्ने ठाउँ, छागपचाङ काम गर्ने ठाउँ, ने भनेको चाहिँ भित्र, ने भनेको चाहिँ आनेबाट आएको चाहिँ आन ए अथवा ने आन अथवा सोक सबैले भित्र, छागपचाङ काम गर्ने ठाउँको ने भित्र, विहम भनेको खतराको, योइन भनेको चाहिँ कारण अथवा तत्त्व, खतराको तत्त्व अथवा कारण, उल्रुललाई आल्लिदा, आल्दा भनेको जान्नु बुझ्नु, आल्लिदा भनेको बुझाउने अथवा बताउने, बताएर गोलेर, आन्जनहान सुरक्षित किसिमको, हेङदोङ भनेको क्रियाकलाप अथवा त्यहाँको जुन स्थानलाई चाहिँ सुरक्षित स्थानलाई युदो हागे उहे, युदो आदा भनेको चाहिँ कायम गर्नु, सुरक्षित स्थानलाई कायम गर्न गि उहे नको लागि सायोङ हानुन प्रयोग गरिने, सिगाकचक भनेको चाहिँ निर्देशनात्मक, सिगाकचक भनेको चाहिँ निर्देशनात्मक, फ्योजी इम्निदा भनेको चिन्ह हो। ल हेर्नु है, जस्तै आन्जन फोगन फ्योजीगा मुहसिनगायो सुरक्षित स्वास्थ्य सम्बन्धित चिन्ह के हो भनेर भन्यो भने छागपचाङ ने, छागपचाङ ने भनेको कार्यस्थलभित्रको, विहम खतराको, योयुनुल तत्त्वलाई, आल्लिगो बुझाएर अथवा अरूलाई जनाएर, आन्जनहान भनेको सुरक्षित किसिमको हेङदोङ क्रियाकलापलाई, युदो हागी उहे नेतृत्व गर्नको लागि अथवा बनाउनको लागि, सायोङ हानन प्रयोग गरिने, सिगाकचक भनेको निर्देशनात्मक, फ्योजी इम्निदा चिन्ह हो अथवा सङ्केत हो भनेर भन्ने। यो भिडियोमा हामीले 5 सम्मको प्रश्न हल गरिसक्यौँ। यतिन्जेलसम्म यो भिडियो हेरेर बस्नुहुने तपाईँहरू सम्पूर्णलाई विशेष धन्यवाद प्रकट गर्न चाहन्छु। त्यसै गरी प्रत्येक दिन अब भिडियो लामो भयो भने तपाईँहरूलाई फेरि एकैपटक त्यत्रो 23 वटा राखेको कति लामो भिडियो भन्ने होला र तपाईँहरूलाई याद गर्न पनि, जस्तै मैले प्रत्येक दिन 5-5 वटा भिडियो राखेँ भने तपाईँहरूले प्रत्येक दिन 5-5 वटा मात्रै पढ्ने भएर याद गर्नुभयो भने पनि लगभग अबको स्किल टेस्ट हुने समयसम्ममा हामीले धेरै नै सकिसक्छौँ। एकै दिन मैले 23 वटा राख्ने, तर तपाईँहरूले 23 मै अल्लमल्ल परेर एउटा पनि नपढ्ने हुनसक्छ। त्यही भएर आज हामीले चाहिँ यो भिडियोमा 5 सम्मको पोस्ट गर्नेछौँ र भोलि अर्को भिडियोमा फेरि 6 देखि 10, फेरि अर्को भिडियोमा चाहिँ 11 देखि 15 अनि चाहिँ 16 देखि 23 सम्मको चाहिँ 8 वटाको चाहिँ लास्ट भिडियोमा हुनेछ। यतिन्जेलसम्म भिडियो हेर्नुहुने तपाईँहरू सम्पूर्णलाई विशेष धन्यवाद दिन चाहन्छु र तपाईँहरू स्किल टेस्ट गर्दै हुनुहुन्छ भने हाम्रो च्यानललाई अथवा तपाईँहरू सबैलाई चाहिँ हाम्रो च्यानललाई सब्स्क्राइब गरेर जोडिनु होला। यस्तै खालको भिडियोहरू आउनेछ। धन्यवाद।